फेसबुकमा तपाईँ पनि एकजना स्टुडेन्ट हुनुहुन्छ, जस्तै कि तपाईहरुको बच्चाकै जस्तो। किन भन्नुहुन्छ भने यहाँ प्रत्येक दिन एक एकवटा अपडेट आइरहेको हुन्छ, सिकेर कहिले सकिँदैन। तर तपाईहरुको बच्चालाई त तपाईहरुले गाइड गर्नुहुन्छ, तपाईलाई कसले गर्छ? तपाईलाई आफैले नै गाइड गर्नु सक्नु पर्यो। कसरी आफूलाई गाइड गर्ने सुन्नुहोस्, केही कुराहरू म तपाईहरुलाई भन्दैछु। फर युमा चलिरहेको भिडियोहरू हेर्नुहोस्, त्यहाँ फलोअर्स बढाउनको लागि होइन र आफ्नो भिडियो फर युमा पठाउनको लागि पनि होइन। हेर्नुहोस्, सिक्नको लागि मात्र, सिक्नको लागि र केही सिक्नुहोस्। त्यहाँदेखि तपाईलाई परामर्श धेरैले दिन्छन्, कसैले आफ्नो स्वार्थको लागि दिएका हुन्छन् भने कसैले तपाईको राम्रोको लागि पनि दिएका हुन्छन्। त्यो परामर्श लिनु नलिनु त्यो तपाईको दायित्व हो, तपाईको हातमा तपाईको भविष्य छ। अब के गर्नुहुन्छ, लिनु नलिनु। तपाईको टाइमलाइनमा हजार भिडियोहरू आउँछ, घन्टौं हेर्न सक्नुहुन्छ, हेरेर समय बिताउन पनि सक्नुहुन्छ, तर लाभ केही पनि छैन। यदि त्यहाँदेखि एउटा चीज पनि सिक्न सक्नु भएन भने राम्ररी एउटा भिडियो हेर्नुहोस् र कोसिस गर्नुहोस् त्यहाँदेखि एउटा चीज सिक्नलाई। जुन जिनिस तपाईले जान्नु भएको थिएन अनि त्यो जिनिस जानेर एप्लाई गर्नुहोस्। आफ्नो रिल्सलाई, भिडियोलाई, पोस्टमा एप्लाई गर्नुहोस्। सपना देख्नु नै भएको छ भने त्यो सपनालाई पूर्ण गर्ने दायित्व तपाईको हो। अरु कसैले त्यो तपाईको सपना पूर्ण गर्दैनन्। यो दुनियाँमा कसैलाई सपनाको मूल्य दिँदैनन्। त्यसैले आफ्नो सपना आफैले नै आफ्नो हातले पूरा गर्नुहोस् अनि सत्यतामा लैजानुहोस्। यहाँ मैले मेरो अनुभवको कुराहरू गरेको हुँ। मैले मेरो व्यक्तिगत स्वार्थको लागि कहिले सोच्दिनँ, सोचेको पनि छैन। मात्र चाहन्छु तपाईहरुको आशीर्वाद पाइराखौँ। आफ्नो सपनालाई पूरा गर्नुहोस् र माया गर्नुहोस्, देख्नुहोस्, पूरा गर्नुहोस् र अगाडि बढाउनुहोस्। प्रत्येक दिन नयाँ आइडिया लिनुहोस्, सिक्नुहोस्